भुजेल बन्धुहरूले यो उधौली पर्वलाई आफ्नो एउटा मुख्य पर्वको रूपमा, मुख्य चाडपर्वको रूपमा चाहिँ लिएर यसलाई चाहिँ अगाडि बढाएर आफ्नो पहिचान दिनुपर्छ भन्ने मलाई लाग्छ। यो हाम्रो मुख्य पर्व हो भुजेली पर्व भनेको। अब यसमा चाहिँ जिजुआजीतो न्यामा आउसिनी तिसाफुईको पूजा हुन्छ। न्यामा आउसिनी तिसाफुई घाम, वायु, हावा अनि पानी, ती, जल अनि जमिन र जङ्गल गरेर एउटा प्राकृतिक 5वटा तत्त्वहरूको पूजा हुन्छ हाम्रो भुजेली पर्वमा। यो भुजेली थानमा त्यसरी 5वटा चाहिँ तत्त्वको पूजा हुँदै गर्दा हामीले जिजुतो बाजे बजै पुरानो पितृपुर्खालाई पनि सँगै राखेर सम्झिने गर्छौँ। यो नै हाम्रो एउटा अबको युवाले र हाम्रो समाजले यसलाई अनुसरण गर्दै जानुपर्छ। धन्यवाद फरेशज्यू, हजुरलाई अब हामीलाई एजुकेट गराइदिनु भएकोमा। हजुरको शुभ नाम? म राजेन्द्र भुजेल, स्याङ्जाबाट। धन्यवाद। सेवानुङ मान्दै आइरहेका छौँ। यो हाम्रो चाहिँ जिजु बाजेकै समयदेखि चाहिँ यो हामीले पूजा गरेको चिज हो र यो हाम्रो एउटा भुजेली पर्व हो। यसलाई चाहिँ हामीले एकदम धुमधामसँग चाहिँ मनाउनु पर्छ र यसमा हामी एउटा प्राकृतिक पूजक हौँ। प्राकृतिक पूजकमा प्रायः जस्तो हाम्रो चाहिँ जनजाति हामी पर्दछौँ। थ्याङ्क यू। आज हामी चाहिँ सेती डाँडामा एउटा स्थापना दिवस गर्दैछौँ र हाम्रो चाहिँ दाजुको शुभ नामसँगै? मेरो शुभ नाम रविन्द्र राजु भुजेल। धन्यवाद। ल जिजुतो न्यामा आउसिनीले हामी सक्त भुजेल पुङ्गाल परिवारका रक्षा राहु हो त, रक्षा गर्नुहुनेछ हाम्रो, होइन? सबै हाम्रो भुजेल परिवारलाई, सबै इष्टमित्रलाई सक्त पुङ्गालमा त शुभकामना व्यक्त रहनु। सेवानु।